हिमालको काखबाट सुरु भएर मैदानसम्म पुग्ने नदीहरूको कथा। यो त नेपालकै कथा हो, होइन र? आज हामी यस्तै एउटा कथामा डुब्नेछौँ जहाँ नाम एउटै छ तर पहिचान दुईवटा। यो हो सेतीको कथा, हिउँदेखि मैदानसम्म। ल, अब एउटा सिधा प्रश्न। कसैले सेती नदी भन्यो भने मनमा कुन नदीको चित्र आउँछ? पोखराको कि सुदूरपश्चिमको? हेर्दा त प्रश्न सजिलो छ, तर यसको उत्तर अलिकति घुमाउरो छ। किनभने नेपालमा सेती नाम गरेको एउटै मात्र नदी छैन। हो, ठिक सोच्नुभयो। नेपालमा मुख्यतया दुईवटा सेती नदीहरू छन् र यी दुई नदी भौगोलिक रूपमा भन्नुहुन्छ भने आकाश पातालको फरक छ। लाउनुहोस्, पहिले यिनीहरूको चिनारी नै छुट्याएर हेरौँ। यहाँ हेर्नुहोस् त, कति प्रष्ट छ। एकातिर छ गण्डकी प्रणालीको हिस्सा, हाम्रो पोखराको सेती गण्डकी। यसको मुहान हो अन्नपूर्ण हिमश्रृङ्खला। अनि ठ्याक्कै अर्कोतिर कर्णाली प्रणालीको हिस्सा, सुदूर